पछाडिको भाग दिनु उसले भन्नु ल दिन्छु अनि पछिबाट म त्यहाँ गएर नाप्छु भनेर के भन्नु आधी टाउको अझै म तपाईँलाई त्यतिकै फाउदिएको होइन म यहाँबाट त्यहाँ मात्रै नापेको छु माछा त्यहाँबाट यहाँ आउँदाखेरि 600 ग्राम माछा थियो यहाँ आउँदाखेरि के भन्नु मेरो एउटा पिस हट छुटेको रहेछ भनेर ल एक पिस हालिदियो उसले नाप्यो त्यो दिदीले 2 पिस हालिदियो है यसले त्यति मात्रै चाहिँ यो माछा किन्दा कम भयो भनेर चाहिँ यहाँले विवाद भइरहेछ र फोन गरेपछि चाहिँ यहाँनिर नगर प्रहरी आइपुग्नु भएछ अनुगमनको लागि 1 किलो माछा लग्दाखेरि चाहिँ 600 ग्राम मात्रै भएको भन्ने जानकारी पछि चाहिँ यहाँनिर चाहिँ आउनु भइरहेछ र अहिले चाहिँ यहाँ यसरी हामी नापेर आउँछ ल हामी नापेर आउँछ ल एकछिन नाप्न जानु ग्राम घटिछ यो 30 ग्राम घटिछ मेरो कुरा सुन्नु न तपाईहरु मात्रै बोल्ने सरकारी चीज किनेर लान्छु त फाटी हो सुन्नु भन्दैछु म अब सुन्नु है यो त म कम्पनी 10-20 ग्राम भनेको आफ्नो ठाउँमा तर तपाईहरुको मेन कुरो सुन्नु यसरी जोख्नु होला यस्तो गर्नु होला यो